बुफे भात खानु जानु पर्यो आज कम्पनीले कार्ड दिएको छ के को उपलक्ष्यमा पो जेबी कम्पनीको वर्कसपमा गिफ्ट दिएको ट्याक्सी मगाएको छु ट्याक्सी आयो चिसो 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 लास्टै चिसो खै मैले हिँड्नु छैन तर कुन कुन बाटो हो क्या आइपुग्यो यहाँ चाहिँ कुन पो दाइ भवन त यो होइन खु उखु यो खु उखु भन्नेमा 3 मान तिरेपछि 1 घन्टा जे पनि खाँदा हुने ठाउँ कम्पनीले 10 जनाको पैसा तिर्दिएको छ र खानु आएको त्यहाँ अब भित्र कस्तो हुन्छ हेरौँ है त आइटमहरु छानी 1 घन्टा जति जे खाए पनि हुन्छ केशव भाइ कहाँ आएको तिमी यो रसेद्रा फाइटरमा गएर आएको छु त 1 घन्टा खान पाउने अल्कोहल बाहेक खाने कुराहरू जति जे पनि खान पाइन्छ यहाँ भित्र देखाउँछु अहिले म कस्तो हुन्छ सुसी रोल सलाद बार लेखेको छ तर यहाँ हाम्रो दिमागले नभ्याउने खानाहरूको आइटम हुन्छ अहिले म देखाउँछु केटाहरू धेरैजना छौँ कम्पनी पैसा तिरेछ पाहाडहरू त्यत्रो हुन्छ है तेरी आकाश छुने कति 22-23 तले पाहाडहरू छ त्यत्रो मान्छे कति होला हेरौँ त एउटा अपार्टमा 20 तलामा लगभग 40-50 वटा परिवार हुन्छ बाफ्रे मान्छे यसरी खाँदै राखेको छ म चाहिँ अनि चिसोमा यस्तो गरेर भिडियो खिच्दैछु चिसो छ कोरियामा न यस्तो आइटमहरू खानु पाइने रहेछ है टन्नै 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 क्रिसमसको के पनि झुन्डाइराखेको रहेछ हामी सिँढीबाट जाने भयो 1 घन्टा के 10 मिनटमा अगाडि हालिन्छ विकल एउटा आइटम टिप है विकल लास्टै धेरै आइटम हुन्छ भरे प्लेटमा अट्दैन तर प्लेट फेरि खाने हो क्या हो र टोयलेट गर्दै त खानु पाइँदैन अरे अब टोयलेट गरेर जाने हामी यो सबै जति पैसा तिरे त्यति खानु पाउने हो यो चाहिँ के भनेको त मान्छे 36 वर्षको छ भने चाहिँ थोरै पैसा तिर्नु पर्यो होइन यो चाहिँ के हो 3 वर्ष सोथङ आक्सिङ होइन 90 मिनट रहेछ नि त दाइ 90 मिनट रहेछ नि त 1 घन्टा 30 मिनट रहेछ नि त कस्तो राम्रो फोटो निक्ल्यो वेट गरे मान्छेले हो वेट गरे मान्छेले चाहिँ उ गरेछ भने चाहिँ ए उमेर यो भन्दा बेसी छ भने चाहिँ सस्तो खानु पायो हैन सबै आयो 10 जना गण त हेर 10 जना आयो खोइ त्यो टिकट भात खानु गयो थपलिया तातिरा छ यसले बिहानदेखि भातै खाएको छैन साला धेर खानुलाई रुवा दाइ दरो हान्दै ठुलो ज्यान दे किस्ने दरो खाऊ है आज हाल्दिने हो केकको आइटम यता रहेछ यता आउनुपर्छ यो पनि पर्ने हो त्यहीमा पर्ने रहेछ यहीँदेखि सुरु रहेछ ल यो के को दानाहरू अब चिनिँदैन मात्ने हो कि नखाने हो कि हेर न आइसक्रिमहरू पनि प्लेट हेरेर पहिला प्लेट होइन बस्ने छारी ठाउँ टेबल त्यहाँ होइन यता होला न ल्याइदिने हो र आफै जाने होइन र किन बसेको यहाँ 4 जना यो त्यतिको राखेको मान्छे छ भनेर कति 1.5 घन्टा कि 1 घन्टा रहेछ 1.5 घन्टामा त भयङ्कर खाइहालिन्छ नि 516 भने यहाँदेखि परसम्म छ हेर परसम्म आइटमहरू कति हो कति बाफ्रे अर्कै खाए भइगयो नि अरूतिर खाउँ प्याक भयो भने ल उठाउन थाल्छु फोटो भिडियो खिच्न अप्ठ्यारो हुने रहेछ
एउटा खान्छु ल म चाहिँ यहाँ के थियो यहाँ छैन यो बिफ जस्तो छ यो त भाइ बिफ होला यो त के हो मलाई पनि थाहा भएन बिफ हो बिफ बिफ हो क्या सोक हो कि खानाहरू पनि के हो के यस्तो यो त्यो के हो त्यो चिकन देखा चिकन रहेछ थोरै एउटा मात्रै हाल कति बडा संसार छ क्या हालि नै सक्यो टिपे यो के हो मलाई नै थाहा छैन यो टिपेको छु हराइगयो क्या के टिप्ने के नटिप्ने के छ आइटमहरू साध्यै नहुने के यति टिपेको छु ल यहाँ बसेर खाने हो अघि आएर खाएछ सबैजना म खोज्दैछु मासु भेटिन हौ ल केहरू यो नचिन्ने चिजहरू यस्तो यस्तो डेढ घन्टा छ नि खाऊ विकल भाइले फेरि चम्ची भेटेन रहेछ लिएर अर्को लट लिएर खाँदैछ केटाहरूले मैले फेरि सबै सस भएको रहेछ मलाई त्यति मन पर्दैन क्या सस भएको केहरू ल्याएर आयो मलाई नै थाहा छैन के को जेलीहरू यस्तो यो के हो यो अङ्गुर चाहिँ लहरे नेपालतिर पनि खान्छ अहिलेको के को जुस केटाकेटीले सारेको देखेर ल्याएर आएको किस्ने अगाएर बसिरहेछ जेबीले त खाँदैछ के हो यो के हो अब खाउँ है त नचिनिकन खाउँ है त अब कहाँ नाम पढ्नु भ्याइन्छ त भने नाम पढ्दाखेरि टाइम सकिन्छ समय गइहाल्छ यो चाख्नु भएको छ यो यो त्यो उहिले चाहेको रुख कटर रहेछ मैले त यति लिएर खाइहालेँ कि कस्तो रहेछ भनेर भन्नु न कस्तो छैन माटो नै हामीलाई कम्पनीले त्यो उयोमा लाँदाखेरि हामीले सल्लाह गरी खाएकोले बिर्सेर पनि दाइले पनि खानु अब खान पाएर खानु है के हो थाहा दाइ खानु न एकचोटि कस्तो छ भनेर खाएको नि हामीले तिमीले मलाई कुद्नु खोजेको दिन खाएको त भात नखानु के को जेली हो यस्तै हो मान्छेको के छ र प्याक हो बाप्रे रेस्टुरेन्टमा खाँदैछ सबैले त्यसो भएर म चाहिँ सिँढीमा झर्दैछौँ लिफ्टले मात्छ भनेर एक तलामा झऱ्यो भने लिफ्टले मातेर मात्ने टिम जति सिँढीबाट झरियो खाएर कता भयो निस्किने बाटो चल्दै नहुने गरी खाएर आएर छ सबैजना बाटो दिएको भुँडी नै फुलिएछ को